नेपालका 8000 मिटर भन्दा अग्ला हिमालहरू पूर्वदेखि पश्चिमसम्म। विश्वमा चाहिँ 8000 मिटर भन्दा अग्ला हिमाल चाहिँ 14वटा छन् भने नेपालमा चाहिँ 8वटा छन्। जुन सरकार छन् पूर्वदेखि पश्चिमसम्मका। यो कहिलेकाहीँ रोल क्रम सोधिन्छ कि पूर्वदेखि पश्चिमसम्मका चाहिँ 8000 मिटर भन्दा हिमाल भन्नुहोस् भनेपछि त अब भन्नु परेको त्यो याद गर्नु कसरी भन्नु हेर्नु मैले फर्मुला बनाएको छु कमल एस्टिमेट यति याद गऱ्यो भने सक्यो। कबाट कञ्चनजङ्घा अब हेर्नुहोस् है कबाट चाहिँ कञ्चनजङ्घा कञ्चनजङ्घा मबाट चाहिँ मकालो भयो लबाट लोसे यसबाट चाहिँ सगरमाथा सीबाट चाहिँ चोयो भन्ने अब हेर्ने त एमबाट मनास्लो एबाट अन्नपूर्ण दुईबाट धौलागिरी। अब हेर्नुहोस् है धौलागिरी कहाँ पर्छ म्याग्दीमा पर्छ अन्नपूर्ण चाहिँ कास्कीमा पर्छ अनि यो मनास्लो भन्ने चाहिँ गोर्खामा पर्छ सायद गोर्खामा सायद मनास्लो भन्ने सोयो चाहिँ सोलुखुम्बुमा सगरमाथा पनि सोलुखुम्बुमा लोसे पनि सायद सोलुखुम्बुमा यो मकालो भन्ने चाहिँ कहाँ पर्छ यो अहिले भन्नु कञ्चनजङ्घा चाहिँ हाम्रो ताप्लेजुङमा पर्छ मकालो भन्ने चाहिँ कहाँ पर्छ यो सङ्खुवासभा पर्छ कि कहाँ पर्छ मकालो भन्ने ल यति याद गर्नु होला भन्दा मैले चाहे यो पनि याद गर्नै पर्छ।